एभ्रिवान, आज हामी क्लास 12 आयोनिक इक्विलिब्रियमको न्युमेरिकल गर्न गइरहेको। जस्तै एउटा न्युमेरिकल छ मोडल क्वेसनको, क्याल्कुलेट द डिग्री अफ आयोनाइजेसन अफ एससिएन हैन, ह्याभिङ कन्सन्ट्रेसन 0.1 मोलरिटी के को भ्यालु दिएको छ हामीलाई 4.8 × 10⁻10। अल्सो हामीले यसमा क्याल्कुलेट गर्नुपर्ने कि एउटा एच प्लस कन्सन्ट्रेसन र पिएचहरू यसको हामीले निकाल्नुपर्ने छ हैन यो क्वेसनमा। भने अब हामी फाइन्ड आउट गरौँ। सोलुसन हामीलाई के दिएको छ भने के विक हो नि त, विकको लागि चाहिँ के को भ्यालु दिएको हुन्छ। त्यसैले हामीले के ए भनेको छ 4.8 × 10⁻10। त्यसपछि के ए भनेको सी अल्फा स्क्वायर हामीले उस्टुवाल ड गर्दैन भने 4.8 × 10⁻10। अल्फाको भ्यालु निकाल्नुपर्छ। अल्फा भनेको डिग्री अफ आयोनाइजेसन 4.8 × 10⁻10 सी कन्सन्ट्रेसन 4.8 × 10⁻10 कन्सन्ट्रेसनको भ्यालु दिएको छ हामीलाई 0.01 मिनट, 0.01। अब अल्फा स्क्वायर भनेको कति आउँछ 4.8 × 10⁻⁻। हाम्रो आयो 4.8 × 10⁻8 हैन। अब यसका हामीले के गर्ने, यो स्क्वायरलाई उता लाँदाखेरि के हुन्छ रुट भन्छ 4.8 × 10⁻8। अब स्क्वायरलाई 4.8 गर्दाखेरि हामीले कति हुन्छ 2.19 × 10⁻4 आयो। त्यसपछि हामीलाई निकाल्नु छ यता एच प्लस निकाल्नु छ। एच प्लस भनेको के आयो यहाँबाट 9। अब एच प्लस भनेको चाहिँ सी अल्फा 2.19 × सी भनेको त कन्सन्ट्रेसन हो, हामीले अगाडि लेखेको छ यता छ इन्टु 0.01 मल्टिप्लाई गर्दा के आउँछ भनेको इन्टु 2.19 × 10⁻6 आयो। त्यसपछि हामीले निकाल्नु छ पिएच। पिएच निकाल्ने भएको सूत्र के छ माइनस लग, सूत्रहरू पढ्नु पर्यो कि पिएच भने माइनस लग एच प्लस हो नि त। त्यसपछि माइनस लग एच प्लस की भ्यालु आयो हान्दाखेरि माइनस लग 2.19 और -6 गऱ्यो भने हाम्रो कति दिन्छ 5.65 दिन्छ। टक्क आउँछ हाम्रो मिल्यो मिल्यो एकदम सजिलो छ। हामीलाई के को भ्यालु दिएको छ, के भने सी अल्फा स्क्वायर हो, उस्टुवाल डाइरेक्सनबाट जान्छ। त्यसपछि हामीलाई अल्फाको भ्यालु डिग्री अफ आयोनाइजेसन एच प्लस भने सी अल्फा हो। त्यसपछि पिएचको भ्यालु यो सूत्र भन्नु सकिन्छ। त्यसपछि हामी जान्छौँ नेक्स्ट क्वेसन। नेक्स्ट क्वेसन के भने इफ द पिएच अफ स्याचुरेटेड सोल्युसन अफ BaOH2 इज कति दिएको छ 12 भने पिएचको भ्यालु। क्याल्कुलेट द भ्यालु अफ केएसपी। हामीले केएसपी भ्यालु कति हुन्छ त्यो भ्यालु निकाल्नु पर्ने छ। अब त्यसको लागि 2 नम्बरको लागि सोलुसन पिएच भने हामीलाई कति आयो 12। हामीले पिएच दियो भने त पिओएच आयो। एउटा रिलेसन छ हामीले पिएच प्लस पिओएच इक्वल कति हुन्छ 14 हुने गर्छ नि त। त्यसपछि एउटा हाम्रो के छ फर्मुला छ हैन, पिएच प्लस पिओएच इक्वल हुन्छ 14। हामीले यो फर्मुला पीएच प्लस पीएच 14
पिएच भनेको चाहिँ 12 14 सिधै गरिदिए हाम्रो 12 आयो माइनस हुन्छ 2 आयो। पिओएच 2 आयो। हामी निकाल्नु पर्ने केएचपीको भ्यालु। केएचपी हो भने मतलब हामीलाई ओएच माइनस पनि चाहियो। अब त्यसपछि हामी ओएच माइनस कसरी निकाल्छौँ भने ओएच माइनस पिओएच सूत्र के छ पिओएच भनेको माइनस लग ओएच माइनस 2 आयो भने लग ओएच माइनस यदि हामी ओएच माइनस को भ्यालु काट्छौँ भने 2 का पावर माइनस 10 हुन्छ। के हुन्छ 2 का पावर होइन 10 to the पावर माइनस 2 हुने गर्छ ओएच माइनस। अब हामीलाई के दिएको छ बीए ओएच 2 दिएको छ भने यो विक इलेक्ट्रोलाइट होइन रिभर्स कसरी के भन्छ बीए प्लस 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 ओएच 2OH 2OH माइनस यो चाहिँ यसमा त चाहिँ 2S छ। अब 2S इज इक्वल टु टेन टू जी कतै 5 into 10 to the power minus 3 आयो। 3 आएपछि हामीले निकाल्नु पर्ने छ केएचपी इक्वल टु होल स्क्वायर एस भनेको चाहिँ हाम्रो 5 into 10 to the power minus 3 into 2 into 5 into 10 to the power minus 3 इसका स्क्वायर गर्ने इसका स्क्वायर गर्दाखेरि हाम्रो भ्यालु आउँछ 5 into 10 to the power minus 7 आउँछ। त्यसपछि हाम्रो छ नेक्स्ट क्वेसन। नेक्स्ट क्वेसन के छ भने क्यालकुलेट द pH अफ सोल्युसन obtained बाई pH अफ सोल्युसन obtained by कदिया चाहिँ मिक्सिङ इक्वल भोल्युम अफ 2 HCl सोल्युसन हैविङ pH 3 एन्ड pH 5 दिएको चाहिँ pH 3 र के दियो 5 दियो दी pH फर pH 3 pH भनेको थियो OH न H प्लस हो। अब H प्लस को भ्यालु निकाल्छ भने 10 to the power minus 3 भयो। अब फर pH 5 लागि जान्छ भने pH भनेको माइनस लग H प्लस हो। H प्लस भनेको त हाम्रो 10 to the power minus 5 होइन। हामीले क्वेसनले नै भनेको चाहिँ इक्वल भोल्युम आर मिक्स्ड भनेको छ के इक्वल भोल्युम आर मिक्स्ड त्यो क्वेसन हुन्छ। त्यसैले हामीले टोटल कन्सन्ट्रेसन निकाल्छ टोटल कन्सन्ट्रेसन हामी कसरी निकाल्छौँ भन्दा H प्लस को अब दुईटैलाई जोडिदिन्छौँ डिभाइड बाई 2 किन गरेको किनभने यसको भोल्युम नै भनेको नि त 2S चाहिँ अब यो कति आउँछ जोड्दाखेरि हुन्छ यो पुरै हिसाब गर्दाखेरि 5.05 into 10 to the power minus 4 आउँछ S प्लस। त्यसपछि pH को भ्यालु निकाल्नु pH भनेको के हो माइनस लग S प्लस भ्यालु यो आउँछ यो भ्यालु राख्दाखेरि हाम्रो लास्टमा आउँछ 3.30 आउँछ। अब यही किन भयो होला यस्तो यही माइनस किन नभयो होला यो आयो नि त क्वेसन भनेको किन माइनस होइन यदि एसिड छ H प्लस आयो नि त एसिड भनेको चाहिँ जब हाम्रो के आउँछ एसिड टु एसिड आउँछ भने
प्लस गर्छौँ। बेस टु बेस आउँछ भने हामी प्लस गर्छौँ। यदि एसिड र बेस आएपछि हामी के गर्छौँ? माइनस गर्छौँ। यो कुराहरू हुन्छ। नेक्स्ट क्वेसन